देखिन्छ। त्यसले गर्दा समस्यालाई समाधान होइन, झन् बल्झाइरहेको छ। अब यसबाट कुनै शिक्षक आन्दोलन रोक्नको लागि छलफल र वार्ताहरू हुनेछ, सहमतिहरू हुनेछन्, तर फेरि उही अपरिपक्व तरिकाले तत्कालको लागि मात्र सम्झौता गर्ने कि दीर्घकालीन समस्याको समाधान गर्ने भन्ने सरकारले सोच्नुपर्छ। अलिकति समय लाग्ला, अलिकति बढी मेहनत र तयारी गर्नु पर्ला, तर सरकार र शिक्षकहरूले यही वार्ताको टेबलबाट शिक्षा क्षेत्रका शिक्षक र कर्मचारी सम्बन्धी समस्या समाधान गर्न ध्यान पुर्याउनुपर्छ। शिक्षकहरूको जनजीविका र सुविधासँग जोडिएका मागहरू एकदमै महत्त्वपूर्ण छन्। ती मागहरू पुरा नभएका कारण हजारौं शिक्षक कर्मचारीहरू समस्यामा पनि छन्। ती मागहरू तत्काल पुरा कसरी गर्न सकिन्छ भनेर सरकारले सोच्नुपर्छ। सरकारले शिक्षकहरूको परिश्रम र सिप लिने मात्र होइन, उनीहरूलाई के दिन सकिन्छ भनेर पनि सोच्नुपर्छ। अनि शिक्षक र कर्मचारीहरूले पनि पाउने मात्र होइन, शिक्षा क्षेत्रलाई अझ जिम्मेवार भई के दिन सकिन्छ भनेर पनि सोच्नुपर्छ। किनभने नेल्सन मण्डेलाले भनेका थिए, एजुकेसन इज द मोस्ट पावरफुल वेपन विच यु क्यान युज टु चेन्ज द वर्ल्ड। तर उनले भनेको त्यो एजुकेसन हाम्रो जस्तो ब्रोकन एजुकेसन सिस्टमको एजुकेसन होइन। हाम्रो त एजुकेसन सिस्टमलाई नै पहिले ठिक गर्नुपर्नेछ र मलाई के लाग्छ भने त्यसको सुरुवात हामीले यही वार्ताको टेबलबाट गर्नुपर्छ। तपाईँलाई चाहिँ के लाग्छ आफ्नो विचार कमेन्ट गर्नुहोला र हामीले बनाइरहेको भिडियो र उठाइरहेको विषयवस्तु तपाईँलाई मन परिरहेको छ भने रोजी कुरा च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकनलाई पनि थिच्नुहोला। अर्को भिडियोमा फेरि भेट्नुहोला। यो भिडियो पुरा हेर्नुभएकोमा धन्यवाद।